देवा आमा बौला परे हुन्छ न देवाहरूको किचन उतापट्टिको पहिरोले बोकेको फेरि यो चाहिँ मैले अस्ति के अरे परदेखि ल्याएको गाडीमा लगाइकन ल्याएको आधी त हिजो आइसक्यो सुनिस् कल्पना बिमारिसाउनु भएको छ है के पो राम्रै सुराल बिनाको मान्छे जस्तो भएको स्कुलको जालाहरू हेलो सेवा नमस्ते इट्स मी सुस्मिता राई अनि आज पनि मैले अर्को नयाँ भिडियो लिएर आएकी छु अनि यो भिडियोलाई पनि हेरेर साथ सपोर्ट गरिदिनु होला है अनि कसले हेर्दै हुनुहुन्छ है हेर्दा हेर्दै लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला अनि अन्तिमसम्म स्किप नगरी हेरिदिनु होला मलाई त बोल्न पनि आउँदैन हो एउटा त अनि अर्को भनेको भिडियो कसरी बनाउने त्यो पनि मलाई आउँदैन जे छ जानेको भालेले त हो त भन्दैछ त अनि अरूको भिडियो हेर्न मात्रै सजिलो हुँदो रहेछ क्या अनि आफूले बनाउनु पर्यो भने त नि अगाडि क्यामेरा राखेपछि के बोल्ने कस्तो भिडियो बनाउने थाहै के भन्छ आउँदै दिमागमै नआउँदो रहेछ हो मलाई बोल्नै आउँदैन के खासमा भन्नुपर्दाखेरि त अनि म चाहिँ खासमा अहिले बारी आएको हो सिमी टिप्नको लागि अनि त्यहाँदेखि कस्तो भिडियो आज पनि बनाइदिउँ के कस्तो हुन्छ भनेर सोचाएँ अनि फेरि मैले बनाएँ अनि म बाटोदेखि मैले भिडियो स्टार्ट गरेको हो अनि के भन्छ भने नि डाइरेक्ट बारी जानु होइन मलाई देवाहरूको घर जानु मन लाग्यो अब म देवाहरूको घर जाँदैछु देवाहरूकोमा घरमा जान्छु अनि त्यस पछाडि म सिमी टिप्छु यहाँदेखि उता चाहिँ देवाको घर हो अनि यहाँ तल चाहिँ केटीहरू पुरा कोही कपाल कोर्ने कोही के गर्ने भइरहेछ यहाँ चाहिँ देवाहरूको घर किचन बनाउँदै हुनुहुन्छ देवाहरूले यहाँ चाहिँ भटमास सुकाउनु भएको रहेछ है ओ केटी हो वेलकम मेरो भिडियोमा तिमीलाई स्वागत छ ओइ कहाँ गरेछस् नि त बारी आएको सिमिटमा बुद्ध यता हेर न देवा आमा म बौला परे हुन्छ नाच्छ मैले भिडियो बनाउँदै आएको त ए उहाँ माथि मैले के पो भिडियो बनाउँदै थिएँ कि त्यसरी नि देवा भने यता हेर्नु न देवा यता मेरो युट्युबमा पो आउँछ देवा हेर्नु ल अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु के गर्नुभएको तपाईँ चाहिँ के बनाउनु भएको देवा त वाल लाउँदा राल सिकान हुनुभयो सेनेक सेनेक सिकान तान्दै हुनुहुन्छ त्यो भिडियो गर्नु भन्दा ढुङ्गा ल्याइदिनु नानी मलाई 4-5 वटा ल उहाँलाई लगाइदिनु भन्नु न म लगाइदिन्छु त नि काटी बेसी नेपाल बारीमा जटेकोमा खतरा आउँछ रहेछ मेरो पासवान चाहिँ आउँछ नि होला त्यहाँ यतिको चाहिँ हुनुपर्छ जोडी भनेको नि देवा र देवा मिली एकजना झेम्पल हान्ने एकजना माटो तान्ने ढुङ्गा निकाल्ने यता हेर्नु न देमा तपाईँ पनि मेरो भिडियोमा स्वागत छ उहाँ चाहिँ मेरो देवा हो उहाँ चाहिँ मेरो देमा हो है मलाई त बोल्नै आउँदैन कस्तो भनेको म है अघि मैले बाटो देखाइदिएको पाहुनालाई त्यो पो अरे कस्तो अचम्म मानेको त नि बुद्धले चाहिँ फेरि यस्तो बन्चर हान्छ नि अहिले रिसाउँछ फेरि तिम्रो इष्टमित्रले हेर्छ त के को लाग्छ हो देवाको वाल त निस्किरहेको छ म यहाँदेखि सिस हेर्छु के सिस के भन्छ कसम देवाको वालको यहाँ भुँडी निस्क्यो पेट निस्केको छ
यहाँनिर हो त यहाँनिर भुँडी निस्क्यो हो देवा साँच्चै हो वालको हजुर यो रोडको लेभलमा निकाल्नु परेन तर म यो देवाको वाल लगाएँ अलिक म पत्याइन के भन्नुहुन्छ देवा एकजनाले मात्रै वाल लाएको भए मिल्ने कि धेरैले लायो नि त घरि कान्छा कि बाङ मुसा मुसा रे बिरालो धेर भयो भने के हुन्छ अरे मुसा मार्दैन त्यस्तै भएछ देवाको वाल चाहिँ नि चिटिक्कै भएको चाहिँ दामी देखिन्छ नि साँच्ची हो त हो कि नै मिस्त्रीको नातिनी मिस्त्रीको छोरी मै मिस्त्री भन्दा नि हुन्छ यहाँ घुमेको छ टाउको पारेर भोलि कान्छा सोध्नु त आपा भन्छ देवाहरूको किचन उतापट्टिको पहिरोले बोकेको फेरि यता नि बोक्लाई त्यस्तो अभासी चाहिँ अहिले नबोल्नै दिन्छु म कि साह्रै बिस्कुट खानु मन लाग्दैछ साह्रै मरिबाट बिस्कुट खानु मन लाग्दैछ कि कस्तो थाप्से बोलेको देमाले आफै वाल लाउने भन्नुहुन्थ्यो त अस्तिको दिन त जान्छु अब सिमी टिप्नु पर्ने अहिले पापाले खेदाउनुहुन्छ मलाई ओह्रालै के चाहिँ पापा 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 त दाउरा काट्ने घाँस काट्नु जानु नि भन्दै हुनुहुन्थ्यो म गएको अब कि देवा भरे बेलुका होइन युट्युबमा जानु अनि यो भिडियो हेर्नु ल यसले खोज्नु यहाँ यति काम त मैले नि सघाएको जान्छु म गएको खाब बाई अब म चाहिँ लागेको के भन्नु काम नभएर पो म यहाँ गएर सिमी टिप्नु पर्ने छ गएको म अब म चाहिँ सिमी टिप्नु पर्ने हुन्छ साथीहरू मेरो बारी चाहिँ यहाँ छ घरदेखि निकै तल हो यहाँ चाहिँ ढोर सोर्ने कार्यक्रम भइरहेको रहेछ यो साइडमा चाहिँ अनि यो साइडमा चाहिँ सिमी टिप्नु पर्ने हुन्छ मङ्सिर सक्न लागिसक्यो होइन हाल भइसकिसक्यो के अरे हाम्रोतिर चाहिँ यो सिमी नै थन्को मनको भइसकेको छैन अब म यहाँबाट सिमी टिप्दै जान्छु अब म यो टिपिसके पछाडि फेरि भिडियोमा आउने नै छु त्यतिन्जेललाई बाई भन्न पनि नहुने के भन्नु के अरे साँच्ची भनेको आफैले भिडियोहरू बनाउँदाखेरि चाहिँ बोल्ने नि के बोल्ने भिडियो नि कस्तो लिने आइडिया नै हुँदो रहेछ हौ ल अब म यो सबै सिमी टिप्नु पर्ने सबै कति होसम्म सबै भन्दा पनि अब 1 घन्टा टिप्छु होला त्यतिन्जेलसम्म कति टिप्छु अनि म तपाईहरुलाई देखाउँछु है त मेरो सिमी चाहिँ यति मात्र भयो अब म घर जान्छु अब यति बोकेर घर जान्छु अब चाहिँ घर गइन्छ घर गएर खाजा खाएर घाँस काट्नु पर्छ के गर्नु पर्ने हुन्छ त्यो थाहा छैन घर गएपछि मात्रै थाहा हुन्छ यहाँ चाहिँ हाम्रो मिनाको लसुन बारी रहेछ कोपी पनि रोपेको रहेछ यता चाहिँ के भने आलु रोपेको रहेछ
ए कस्तो गल्यो यहाँदेखि यहाँ आउँदाखेरि नै त्यहाँदेखि यहाँ आउँदा नै कस्तो बोली पनि मेरो त अस्ति तिहारमा चाहिँ नफुलेको फुलहरू साँच्चै अहिले मङ्सिर सक्नै लागिसक्यो यतिखेर पो ढकमक्क फुलिरहेछ अब यो घरमा पनि पस्नुपर्ने हुन्छ एकैछिन मिना सुन्दिन त कोरोना रहेछ यो चाहिँ मेरो हिजो टिपेको सिमी आज टिपेको सिमी यहाँबाट के निस्किन्छ है सिमीसँग के निस्किँदो रहेछ है वाउ यस्तो पो हुँदो रहेछ त सिमीभित्र त यो के हो हट एन्ड स्पाइसी मेउन खोक्सु पोरो छ त यहाँभित्र त यो चाहिँ मैले आज टिपेको हो मेरो सिमी अब यो हरियो छुट्टै सुकेको छुट्टै छान्नुपर्ने हुन्छ भोलितिर ममा हात त के हो यस्तो र अब हामी लागेको है त पल्लो घर हामी पल्लो घर जाँदैछौँ के अरे सिमी टिपेर आएर पनि किन गएको भने चाहिँ नि हामी पल्लो घरको आन्टीले चाहिँ नि कल गर्नुभएको थियो मलाई बोल्नु नि आउँदैन हौ साँच्ची यो चारो टिपेर भोलि इलाम पठाइदिनु अरे होइन अनि भनेर चाहिँ अघि कल गर्नुभएको थियो अनि म उसको माइती घर चाहिँ त्यो हो पल्लो घर हो अनि त्यो घरमा जाँदैछु चारो टिपिदिनु अरे अनि त्यहाँदेखि त्यही भएर म चाहिँ डोको बोकेर जाँदैछु मेरो पनि उयो पर बाटोमा चारो छ अस्ति परदेखि ल्याएको गाडीमा उयोसम्म त्यहाँदेखि ओसारेकै छैन नि एक भारी भए पनि ल्याउन त भन्दै गएको म चाहिँ जाँदैछु है ल हिँड्दैछु त छोरा के भयो म सँगसँगै हाम्रो बुहारी पनि आउँदैछ यो फुच्ची चाहिँ उयो झगडा गरेकै गरेको छ है खालि रुन्छ यहाँ हाम्रो फुच्चे उसलाई चाहिँ एकैछिन उभियो भने पनि झगडा गर्छ कि उसले के अरे कुदेको गर्नुपर्छ कुकुरमा बोकेर गाउँघरमा चाहिँ यस्तो कोक्रो बोक्छ है नानी कोक्रोभित्र लगाएर तातो आनन्द हुन्छ बच्चालाई पनि न्यानो हुन्छ यस्तोमा बोक्दाखेरि बोक्न नि सजिलो काम गर्न नि सजिलो कोक्रोमा लगाएर बोके पछाडि अनि त यो चाहिँ मैले अस्ति के अरे परदेखि ल्याएको गाडीमा लगाइकन ल्याएको आधी त हिजो लगेको पो त मैले लगेर पकाएको नि यहाँ के अरे मुला पनि छ क्या हो मुलाको अचार लगाउनुको लागि मैले ल्याएको छु मुलाको अचार बनाउनुलाई मुला जति सबै उयो के अरे खरबुजाले पेम चाहिन्छ है पेम चाहिछ भनेको चेप्टाइ छ अनि मैले एउटा कुरा बिर्सेँ यो डोको चाहिँ उहीँ पर छोड्नु पर्ने थियो मैले यता बोकेर आइछु यो भनेको मेरो बर्खी अब चिसो हुन्छ टाउको छोप्नुपर्छ नत्र टाउको दुख्छ अनि यो बोराभित्र चाहिँ चारो लाउनु पर्ने हुन्छ अब हामी लागेको है त हेर्नु हाम्रोतिर चाहिँ यसपालि कटुस कति फलेको छ तर अस्ति भने सेतो त्यो कटुस अहिले त सुकेर घामले कालो भएछ यो घरदेखि चाहिँ हामी चारो टिप्नु पर्ने हो यो घरमा चाहिँ तर कोही हुनुहुन्न जस्तो छ दिमा कोही हुनुहुन्न त यहाँ त दिमा कहाँ जानुभएछ हौ दिमा दिवा दिवा ए के गर्नु हुँदैछ हजार छ्या बोकाले धमास गरिरहेको रहेछ नकरा बस्ने छिन् त ए नि दिवा म आउँदै थिएँ त अनि म आउँदैछु त अनि
मैले बोरा पनि ल्याएको छु यो पापाको बोरा चोरेर ल्याएको छु मार्नुहुन्छ नि फेरि मलाई ठुलो छ ठुलो नै छ छुर्पी लाउने बोरा पो ल्याएको त मैले चाहिँ यहाँनिर आलु रोपिराखेको छु तर भर्खर उम्रिँदो रहेछ हो दिमा हजार आलु आधी चाहिँ उयो छुटेर पो उम्रेछ त दिमा तपाईँ के सिमी टिप्नु भएको दिमा यो इस्कुसको पत्ता मात्रै टिप्नु पत्ता मात्रै टिप्नु इस्कुसको बोरा पनि पो छैन अरे मैले पापाको बोरा चोरेर ल्याएको छु फेरि कराउनु हुन्छ नि मलाई छुर्पी लाउने बोरा पठाइदिनु भन्नुपर्छ नि अब दिवालाई पनि मेरो भिडियोमा स्वागत छ ल सबैले हेर्छ है यो भिडियो चाहिँ ल दिवा के भन्नुहुन्छ तपाईँ यो बोका त उता लगेको होइन पल्लो घर पो लगेको थियो त अघि बिहान बोका के उक्नु पनि हुँदैन कि म त ठक्कै यसरी कोही पनि दाना पनि होला अनि के कल्पना तैँले यो मेरो भिडियो हेर्छस् नै होला होइन हेरिराखेको छस् नै होला म के भन्छु भने मैले तँलाई म के अरे बोरा चारो टिपेर पठाइदिँदैछु आज भोलि विशालको गाडीमा त्यहाँ पछि मलाई त्यो सुँगुरको कान चाहिँ नराखिदिए त के एउटा दुईवटा बुच्चा सुँगुर पठाइदिए फ्रीमा म तँलाई चारो भन् मात्रै एक कल मात्रै गर्के एक कल गर्दै म तँलाई म चारो बोरा पठाइदिन्छु दुईवटा मलाई के अरे त्यो केटा सुँगुर चाहिँ बुच्चा केटा भनेछु बुच्चा सुँगुर चाहिँ पठाइदियो नि फेरि त्यहाँ भोलिपछि के अरे अस्तिको जस्तो महँगोमा दिस भने त म के अरे के भन्नु के अरे तँलाई म जानेको छु ल अनि म यहाँ टिप्दैछु तेरा सुँगुरको लागि चारो भन्नु न कल्पनालाई के भन्नु छ त्यो झ्याउरीलाई कति चाहिँ चाहिएको इस्कुस अनि इस्कुसको झ्यालै रातै भइसक्यो सुनिस् कल्पना बिमारिसाउनु भएको छ है के पो राम्रै सुराल बिनाको मान्छे जस्तो भएको इस्कुसको झ्यालाहरू कि अचम्म है अचम्म केहीले नि नपुगेको त्यही त कमसेकम बोरा त पठाउनु पर्छ नि न बोरा पठाउँछ उसको के धोतीमा पठाइदिनु सुनिस् होला नि कल्पना कमसेकम गाडीमा बोराहरू त पठाउनुपर्छ हाम्रो गाउँमा बोरा छैन भने थाहा छैन पाउँदैन अहिले नि दिमा उसको सहर बजार जस्तो ठान्छ कहाँ बोरा हुन्छ नि त्यही त नि गाउँमा मैले ठुल्ठुलो बोरा पठाए पो लगेर त्यही त लगाइदिनु अनि मैले पापाको बोरा दुईटा त चोरेर ल्याएको छु कि त्यसको बदला अब र हामीले 3 बोरा बनायौँ अब यति नै अब यो पनि फेरि बोकेर यदि टिप्नु मात्रै त कहाँ हो र बोकेर माथि रोडमा पनि पुऱ्याइदिनु पर्ने हे भगवान् यतिको मात्रै दुःख दिन्छ हो केटीहरूले अब यो त आँटेन अब बाँध्न पनि मिल्दैन यो बाख्राले खान्छ अब 3 बोरा मात्रै भनेर 3 बोरा बनाएको त फेरि अर्को बोरा पनि बनाउनु पर्ने अरे अनि हामी चाहिँ खाजासाजा खायौँ अनि त्यस पछाडि मसँग अघि आउने मेरो बुवाहरू चाहिँ ऊ चाहिँ के अरे छिटो गएर खाना सब्जी बनाउने नानीसँग गाह्रो हुन्छ भनेर ऊ चाहिँ गयो अब म फेरि एक बोरा टिप्नु के एक बोरा फेरि चारो बनाउनु पर्ने चारो टिप्नु पर्ने भयो अब म डोको बोकेर फेरि जाँदैछु अनि फेरि एक बोरा बनाएर योसँग कति हुन्छ 4 बोरा हुन्छ अनि यो पनि ओसारेर चाहिँ म पनि घर जान्छु है त यहाँ चाहिँ फेरि हो कति धेरै इस्कुस उत्तिसको बोटमा पनि इस्कुसैको जाङ छ यहाँ पनि इस्कुसै उतापट्टि यो बाटो यो डाँडादेखि उतापट्टि पनि इस्कुस छ हो कति धेरै छ अब म यहाँ एक टोको बनाएर निकाल्छु अनि रात पनि पर्न लागिसक्यो घरमा गएर पनि खाना सब्जी बनाउनु पर्ने हुन्छ
गाडी यहीँ आउँदा चाहिँ सजिलो। यहाँ चाहिँ दिवाली तुन्नु हुँदैछ हो चारो। बिचरा दिवालाई गाह्रो छ नि। छोराछोरीले गरिदिनु पर्ने बेलामा बाबुआमाले गरिदिनु पर्छ नि दिवा। कहाँ बोल्नु भएको दिवा? त्यो भित्र पनि दानाहरू छ ल। त्यहाँको दानाहरू त होइन अरे, किन? पछि उयो बिग्रिन्छ अरे क्या त्यो चाहिँ मिठो खालको छ अरे नि त। सुँगुरले खायो भने त पाक्दैन अरे नि त, त्यसो अरे नि त। म ओसार दिन्छु ल अब। ल राम्रो छ। खै ओइमको ओसार राखिदिनु भन्छु। अरे र मैले 4टा पोकालाई यहाँसम्म लिएको छु। हेर कल्पना, तैँले यो भिडियो हेरिराखेको होला। म जस्तो हेल्पफुल साथी हेल्पफुल माइती गाउँमा हेल्पफुल म जस्तो चाहिँ तैँले पाउनेवाला छैनस्। अनि यहाँ हेर यति दुःख गरेर मैले 1 2 3 अर्कोले थिचेको छ 4 पोका ल्याएको छु। अनि मैले त्यहाँ काम गराउँदाखेरि चाहिँ म भ्याउँदिनँ यताउता भनिस् भने नि आएर त्यतिखेर त यो चारो हुँदैन होला। म त्यो के अरे चारो खाएको सुँगुरको गुगले सोरिन छु भने नि तँलाई। सुनिराख केटी, यत्रो मैले दुःख गरिदिएको छु तेरो लागि भनेर। ल अब चाहिँ म घरतिर लाग्ने हो। अनि म पर के अरे बारीहरू ओसारेर आएर चाहिँ यहाँ मेरो खरबुजा अनि यहाँ छ के अरे के भन्छ गाबा अनि मुला बोकेर म अब घर जाँदैछु। घरमा गएर घाँस काट्नु पर्ने हुन्छ, खानापिना बनाउनु पर्ने हुन्छ अब। अनि मेरो भिडियो चाहिँ आज यहीँसम्म हुनेछ। अनि तपाईँहरूले पक्कै हेरिदिनु भयो होला। अनि हेर्दा हेर्दै लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला। अनि के अरे मलाई खासै बोल्न पनि आउँदैन। अस्ति पनि एउटा भिडियोमा डेरी भनेको थिएँ, डायरी भएछ हो। अनि यस्तै क्या आत्तिएर के बोल्छु त्यो क्यामेरातिर सबै त्यस्तै हुँदो रहेछ। अनि के अरे त्यही हो, मेरो भिडियो यतिसम्म त हेरिदिनु नै भयो होला भन्ने आश गरेकी छु। अनि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है त। बाई बाई।